नडराऊ म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबैको निम्ति हुनेछ दाउदको सहरमा आज तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ साँचो साँचो म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबैको निम्ति हुनेछ दाउदको सहरमा आज तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ इतिहासकार र बाइबलका विद्वानहरूले यीशुको जन्मको मितिबारे खोज गरेर यो पत्ता लगाए कि चाहिँ मार्च 25 का दिन यीशु प्रभुको गर्भधारण भएको र त्यसको ठिक 9 महिनामा चाहिँ डिसेम्बर 25 पर्छ र त्यो दिनमा चाहिँ प्रभु यीशु ख्रीष्टको जन्म भएको भन्ने अनुमान लगाइएको छ र त्यसै कारणले गर्दाखेरि यो आजको दिन डिसेम्बर 25 का दिन अधिकांश देशहरूमा यीशु ख्रीष्टलाई यो जन्मदिनको उपलक्ष्यमा धुमधाम साथ उहाँको जन्मदिन उत्सव मनाउने गरिएको छ खास गरेर यो जुन चाहिँ एडी हो ख्रीष्ट शताब्दी पनि भन्छौँ एडी जुन वर्ष सुरु भयो जसलाई अनो डोमिनी भनेर भन्छौँ यो अर्को अर्थमा खास गरेर यसको सुरुको भाषामा यसलाई अन्नो डोमिनी नोस्ट्री जेसु ख्रीष्ट भनेर भनिएको छ जसको अर्थ द इयर अफ आवर लर्ड जिजस क्राइस्ट यीशु ख्रीष्ट प्रभु यीशु ख्रीष्टको वर्ष भनेर भनिएको छ बाइबलमा हामी हेर्दाखेरि नयाँ नियममा खास गरेर नयाँ नियममा यीशु ख्रीष्टको जन्म दिवस स्वर्गदूत समेतले गोठालाहरू र ज्योतिषहरूसँगै धुमधाम जन्म उत्सव मनाएको हामी पाउँछौँ त्यसो भएकोले बाइबलमा कहाँ लेखिएको छ भन्ने कुरा प्रश्न आउँदैन अनि हामीलाई थाहा छ रोमी सम्राट कन्स्टान्टाइन द ग्रेट जो विश्वकै इतिहासमा पहिलोपटक यीशु ख्रीष्टलाई विश्वास गरेर उनी क्रिस्चियन अर्थात् इसाई भएका थिए र उनले सोही डिसेम्बर 25 लाई नै यीशु ख्रीष्टको जन्मदिन मनाउने भनेर उनले घोषणा गरे र देशव्यापी रूपमा रोमको देशव्यापी रूपमा उनले यीशु ख्रीष्टको जन्म उत्सव मनाएको कुरा स्पष्ट छ यसरी बाइबलमा लेखे अनुसार बाइबलको चाहिँ यशाया 9 मा लेखेको छ भविष्यवाणी भएको छ किनभने हाम्रा निम्ति एकजना बालकको जन्म भएको छ हाम्रा निम्ति एकजना छोरो दिइएको छ शासन उहाँको काँधमा हुनेछ उहाँ अचम्मका सल्लाहकार शक्तिशाली परमेश्वर अनन्तका पिता शान्तिका राजकुमार कहलाइनुहुनेछ उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिले हुने छैन भनेर लेखिएको छ त्यसैले ख्रीष्ट शताब्दीसँगै एउटा अदृश्य राज्य शान्तिको राज्य प्रारम्भ भइसकेको छ जसको अन्त चाहिँ हुने छैन जुन शक्तिलाई चाहिँ कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन इतिहासले हामीलाई देखाएको छ
कि यो राज्यको वृद्धि चाहिँ भएर नै गइराखेको छ र यो हुँदै जानेछ र यो चाहिँ वृद्धि हुँदै जानेछ। त्यसैले यहाँहरूलाई यस्तै उपलक्ष्यमा उहाँको जन्मदिनको शुभ अवसरमा यहाँहरू सबैलाई देशभित्र भएका सबै मित्रहरूलाई, बन्धुहरूलाई मेरो परिवारको तर्फबाट चाहिँ शुभकामना चाहिँ टक्राउँछु छु र प्रार्थना गर्दछु कि चाहिँ उहाँलाई जसरी प्रभु यीशुलाई चाहिँ सम्राट कन्स्टेन्टाइनले चाहिँ उहाँको विषयमा अध्ययन गरेर चाहिँ विश्वासद्वारा पाउने धार्मिकतालाई चाहिँ उनले पछ्याए, विश्वासद्वारा पाइने धार्मिकतालाई चाहिँ उनले प्राप्त गरे। त्यसरी नै धेरैजना मेरा मित्रहरूले पनि चाहिँ सो सत्य कुरा भेटाउन् भनेर यही कामना म गर्दछु। र हामीलाई थाहा छ कि परमेश्वरले संसारलाई यति ठुलो प्रेम गर्नुभयो, यति धेरै प्रेम गर्नुभयो कि कोही पनि नाश नहोस् तर सबैले अनन्त जीवन पाओस् भनेर लेखिएको छ। जो संसारमा एकचोटि जन्मन्छ शरीरमा, ऊ फेरि पनि दोस्रो उसले मृत्यु, डरलाग्दो मृत्यु चाहिँ सामना गर्नुपर्ने हुन्छ। तर जसको जन्म दोस्रोचोटि फेरि आत्मिक रूपले जन्म भएको छ, यीशुलाई विश्वास गरेर चाहिँ जसले चाहिँ यो बत्तिसमा र पवित्र आत्मामा जन्म पाएको हुन्छ र उनीहरू कहिले पनि मर्ने छैन र उनीहरू त डरलाग्दो दण्डमा, मृत्युको दण्डमा पर्ने छैन भनेर यो कुरा बाइबलमा उल्लेख गरिएको छ। त्यसैले मेरो परिवारको यही चाहिँ कामना छ कि हाम्रा मित्रहरूले, सबै मित्रहरूले चाहिँ यो सत्य कुरालाई चाहिँ भेटाउन् भन्ने हाम्रो शुभेच्छा छ। र म फेरि पनि भन्न चाहन्छु, परमेश्वरको इच्छा चाहिँ पृथ्वी रित्तिएको र स्वर्ग भरिएको उहाँ चाहनुहुन्छ। उहाँको यस्तो एउटा महान प्रेमलाई यहाँहरूले बुझ्नुहुनेछ भन्ने कुरामा चाहिँ म विश्वस्त छु। र यही आजको यो ख्रीष्ट जन्मको दिनमा यही शुभेच्छा र शुभकामना यहाँ मेरा सबै मित्रहरूलाई चाहिँ टक्राउँछु। हुन्छ, जय मसीह।